Hello everyone, Namaste and good morning. Welcome to our YouTube channel. आज हामी एसई पछि प्राविधिक धार को विषयमा चाहिँ कुरा गर्न गइरहेको छौं। प्राविधिक धारतर्फ चाहिँ हामीले जब एसई उत्तीर्ण गरिसकेका हुन्छौं तब हाम्रो मनमा चाहिँ अनेक अन्योलताहरू हुन्छन्। कता जाने, के गर्ने, कसरी पढ्ने, भविष्यलाई कता अगाडि लग्ने भन्ने विषयमा धेरै चिन्तित रहेका हुन्छौं विद्यार्थी र अभिभावक दुईटै। त्यसकारणले आज म चाहिँ प्राविधिक धार पनि एउटा सुनौलो भविष्यको आधार हुन सक्दछ भनेर हजुरहरूलाई प्राविधिक धारको बारेमा चाहिँ जानकारी दिन गइरहेको छु। प्राविधिक धार चाहिँ एउटा विशेष किसिमको कोर्स हुन्छ जुन चाहिँ कोर्स गरिसकेपछि हामी मार्केटमा गएर आफ्नो हातमा एउटा सिप लिएर मार्केटमा गएर आफ्नो जीविकापार्जनको लागि केही कामहरू गर्न योग्य हुन्छौं। त्यसलाई नै प्राविधिक धार भनिन्छ, प्राविधिक धारतर्फको भनिन्छ हैन। र प्राविधिक धार पढिसकेपछि व्यक्ति आफ्नो हिम्मतमा, आफ्नो भरोसामा केही काम गर्न सक्छु भन्ने आँट आउँदछ। र प्राविधिक धार हल्का महँगो भए तापनि यो विद्यार्थीको जीवनको सार्थकता चाहिँ प्रदान गर्न सहयोग गर्दछ। यद्यपि प्राविधिक धारतर्फ गइसकेपछि विद्यार्थीहरू आफ्नो जीविकापार्जन कसरी गर्ने भन्ने अन्योलता हट्छ। त्यसैगरी उच्च शिक्षामा पनि आफ्नो खुट्टामा आफै उभिएर उच्च शिक्षा हासिल गर्नको लागि उनीहरूलाई थप हौसला प्रदान हुन्छ। र हाम्रो देश नेपालमा प्राविधिक धारको कुरा गर्नु पर्दाखेरि विभिन्न किसिमका प्राविधिक धारहरू रहेका छन्, जसमा चाहिँ मैले दुई किसिममा बाँड्न चाहन्छु। स्वास्थ्य र स्वास्थ्य बाहेक। स्वास्थ्यमा चाहिँ CTEVT भन्ने संस्थाले यो दुईटै पढाउने गर्दछ हैन। हाम्रो देश नेपालमा चाहिँ CTEVT भन्ने गभर्नमेन्ट संस्था हो जुन चाहिँ पढाउने गर्दछ, जसमा चाहिँ स्वास्थ्यतर्फमा चाहिँ सामान्य चिकित्सा, त्यसैगरी फार्मेसी, त्यसैगरी रेडियोग्राफी, त्यसैगरी अप्थाल्मिक, इत्यादि विषयहरू पढाइ हुँदछ भने स्वास्थ्य बाहेकका कार्यक्रमहरूमा चाहिँ सिभिल इन्जिनियरिङ, त्यसैगरी कम्प्युटर इन्जिनियरिङ लगायत अरू पनि कार्यक्रमहरू रहेका छन्। त्यसैगरी अब यी प्राविधिक धारहरू पढिसकेपछि, जस्तै एचआईको नै कुरा गर्दाखेरि, सामान्य चिकित्साको कुरा गर्दाखेरि, हामी सामान्य चिकित्सा पढिसकेपछि विभिन्न किसिमका प्राइभेट अस्पताल वा सरकारी अस्पतालमा गएर काम गर्न सक्छौं, बिरामीहरूलाई सेवा दिन सक्छौं। त्यसैगरी फार्मेसी पढिसकेपछि हामी विभिन्न
औषधि अस्पतालमा गएर औषधि बिक्री वितरण गर्न सक्दछौँ। रेडियोग्राफी पढिसकेपछि विभिन्न अस्पतालहरूमा अथवा रेडियोग्राफी सम्बन्धीको अस्पतालमा गएर चाहिँ एक्सरेहरू, भिडियो एक्सरेहरू इत्यादिमा सेवा गर्न सक्दछौँ। त्यसै गरी अप्थाल्मिक पढिसकेपछि अप्थाल्मोलोजी अथवा आँखा सम्बन्धी विभिन्न सेवाहरू हामीले दिन सक्दछौँ।